हेलो गाइज, आज हामी सीमा सुवेदीको बारेमा कुरा गर्छौं। सीमा सुवेदी अहिले एकदमै भाइरल भइरहेको अवस्थामा सीमा सुवेदी अहिले एकदमै भाइरल भइरहेका छन्। यहाँ हामीले देख्न सकेछौं सीमा सुवेदीको कति फेक आइडी बनिसकेको छ। सीमा सुवेदीको त्यो एउटा कारणले हेर्नुस्, यहाँ हामीले पेज पनि देख्न सक्छौं। यहाँ पेजहरु कति छन्, यहाँ कति छन्, बट यो सबै फेक आइडीहरु हो। यो चाहिँ एकदम रियल आइडी हो। बिकज अफ हामीले उनलाई एड गर्न मिल्दैन। सीमा सुवेदी, हामीले सीमा सुवेदीको फ्रेन्ड्स पनि हेर्न मिल्दैन। मैले आज चाहिँ यो भिडियो किन बनाएको हो भन्दाखेरि भाइरल सीमा सुवेदी भाइरल भयो लगत्तै भाइरल भएको केही दिन पछाडि नै सीमा सुवेदीले भाइरल भयो लगत्तै सीमा सुवेदीले फेरि सरी मागे। आफूले सरी भनेको र केटासँग नेपाली केटासँग बिहे गर्ने प्रतिबद्धता दिएको हो भन्ने सुन्नमा आएको थियो। त्यसैले हामीले यो हेर्दै छौं। सायद यो हो वा हैन, हामी आफै गएर हेर्छौं। Friends, do not like, share my official page managed by my legal team. फेसबुकमा त्यो स्ट्याटस हालिएको छ भन्ने मैले सुनेको थिएँ, त्यसैले हेर्दैछु। बट हामीले यहाँ हेर्न सक्दैनौं। सीमा सुवेदी, मिस एसिया, it was a very proud moment for my all well wishers, friends, family and country. Jai Hind. Okay. भाइरल भयो सीमा सुवेदी, भाइरल भयो लगत्तै सीमा सुवेदी पनि आफ्नो धेरै फेक आइडी र फेक पेज भएको स्ट्याटस पोस्ट गरेको छ। There is many fake accounts and page in my name. This is not right. Let's see Seema Suwedi. How much he beautiful. Just look like a witch. Oh my god. How much she beautiful. Do you believe? Who was the blind people who say she was beautiful? She was Miss India, Miss Asia. Okay. Hey, you say positive. That thing sweating. No. OMG, my fake accounts. Yeah. अघि मैले पनि देखाइसके फेक अकाउन्टहरु सीमा सुवेदीको। ओके, खोइ यहाँ मैले त कुनै पनि देखिन त। सीमा सुवेदीले आफ्नो आफूले गरेको गल्ती स्वीकारेको। सायद चाहिँ यसको बुढा होला। अनुहार हेर्दा नि बुढा जस्तो देखिन्छ। Thank you for all my Gorkhali दाजु भाइ from all over the world for understand my feelings. जय गोर्खा। अब हामी साथमा छौं आफ्नो जात र मातृभाषाको लागि पुरा दुनियासँग मिलेर फाइट गर्ने। थक छ, सायद हक लेख्न छ या हक लेख्न खोजे होला। थक छ हामी मा। जय गोर्खा, जय हिन्द, लभ यु। गोर्खाली भन्ने आफूले आफूलाई र फेरि जय हिन्द पनि भन्ने। Each and every Gorkhas deserves to be respected. जय हिन्द, जय गोर्खा। के हो यो? जय हिन्द छ, जय गोर्खा छ। Let me tell you about Gorkha. You bitch Seema Suwedi. You don't know anything about the Gorkha. Gorkha is in Nepal, not in the India. In the Gorkha only one place coming from Gorkha, like Gorakhpur.
Okay, I think we understand. You much better understand. Do support for Gorkhaland? Yeah, we support for Gorkhaland, but we don't support for you, which you Gorkhas are your video. Gorkhas are your shoulders for our country. Please don't disrespect them because they deserve only respect. Jai Hind. के Jai Hind भनेछस् bitch. Fuck you India. खोइ यहाँ त मैले कुनै पनि माफी मागेको जस्तो कुरा त कुनै पनि देखिन खै सायद त्यो पनि फेक आइडी बनाएर मागेको होला यसको मैले धेरै भिडियो हेरेको छु यसको एटिट्युड पनि एकदम नराम्रो छ या मैले धेरै भिडियो हेरेको थिएँ सारे जहां से अच्छा हिंदुस्तान हमारा fuck you don't know about the Nepal was much better and much beautiful than your Hindustan. Do you understand which Sima? Fuck you. खोइ if you expect यहाँ हामीले बुद्धको बारेमा पनि सीमा सुवेदीले पोस्ट गरेको हेर्न सक्छौं भेरी ट्रू वर्ड्स बाइ बुद्ध अरे ल यो लोड गर्न दिए मैले डाटाबाट चलाएको त्यही भएर अलि ढिलो खुल्छ इफ यु एक्सपेक्ट पिपल्स टु बी फेयर विथ यु बिकज यु आर फेयर विथ देम दैट्स लाइक एक्सपेक्टिङ द लियन नट टु इट यु बिकम यु डोन्ट इट लियन या ठीक छ मैले यसको कुनै पनि पोस्टमा लाइक गर्दिन बिकज अफ आई हेट हर खोइ त यो छैन त कुनै पनि बाहुबली फिल्म खोइ यो बाहुबली रिलिज भइसकेपछि भाइरल भएको हो यो बट खोइ बाहुबली रिलिज भइसकेको स्टेटस यहाँ अपडेट गरेको स्टेटस आइसकेको छ तर पनि यहाँ यसले यो सीमा सुवेदीले यो बीचले यहाँ आफूले माफी मागेको छैन सो व्हाट्स दैट ओ फक सरोज अधिकारी सेज रिफ लेट्स सीमा सुवेदीलाई गुजरात र मुम्बईको कोठीमा काम दिन आउने मुन्से मै हुँ अहिले पैसा कमाएर पेज खोलेर फेसबुकमा नेपालीलाई नाना थरी बोल्दै रहेछ यसको बाउको पनि दुईवटा छन् ओहो गुड मोदी पिएम मोदी या ओह व्हाट्स दैट ओहो भारतीय टुट सीमा सुवेदी यही हो लाइक शेयर गर्नुहोस् यो बाफ रे साला ओहो लेट्स आफै पढ्नु होला यो ओके हाम्रो दयाङ राईले के भनेछन् त नेपालीहरूले भाँडा माझेर खान्छन् ओ सीमा सुवेदी सेज दैट एन्ड आवर हिरो माई फेभरेट हिरो दयाङ राई सेड ठीक भनेपछि तैँले चाहिँ भाँडै नमाजी जुठो थालमा खाँदै रहेछस् ओ व्हाट द डायलग या ब्रिटिस विरुद्ध लडाई गर्ने युहुन कालु मुम्बईमा बसेर गोर्खामा ल्यान्ड माग्ने ओहो ल ओके द्याट्स अल मान्छे हराएको सूचना नाम सीमा सुवेदी नेपाली जात र धोती नि हेर्दा देखिने बुली कौवालाई जित्ने भेट्नुहुने महानुभावले तुरुन्त पागलखानामा सम्पर्क गर्नु होला धन्यवाद ओके द्याट्स नट राइट सीमा सुवेदीले माफी मागेको छैन
या खोइ मैले यहाँ कुनै पनि स्ट्याटस देखेको छैन। मैले पनि सीमा सुवेदीलाई के भन्न चाहन्छु भने यदि तैँले यो मेरो भिडियो हेरेको छस् भने प्लिज अबदेखि नेपालको बारेमा डोन्ट से bad things, okay? You maybe understand, you better be understand. So yeah, सीमा सुवेदी से क्यों छिँडे नेपाल या नेपाली त अवश्य पनि रिसाइहाल्छ नि नेपालको बारेमा। यदि तिमीहरूको देशको बारेमा त्यस्तो भन्दा त रिसाउँछस् भने नेपालको बारेमा भन्दा नेपाली कति रिसाउला। यति कुरा नभुल सीमा सुवेदी, यति कुरा नभुल कि सीमा सुवेदी नेपाली त्यो जति पनि गोर्खा इन्डियन भन्छस् नि तिमीहरू सबै नेपालबाटै आएको हो। या बिच मैले एउटा मेसेज पनि गरेको थिएँ यसलाई, ओके तर म देखाउँदिन। या जस्ट स्टप द भिडियो प्लिज। यदि तपाईहरुलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक शेयर गरिदिनु होला। थ्यांक यू।